मैले एउटा नबुझेको कुरा क्या, आजसम्म जति पनि पूर्व मन्त्री र पूर्व प्रधानमन्त्री एउटा विशिष्ट व्यक्तिहरू चाहिँ विभिन्न केसमा पक्राउ पर्यो नि, यिनीहरूलाई चाहिँ अहिलेसम्म पनि हातमा हतकडी लगाइएको छैन, थुनुवाको कपडा लगाइएको छैन अदालतमा हाजिर गराउन लैजाने बेलामा। तर अहिले चाहिँ एउटा सेम केस छ होइन, यो सायद मैले नबुझेको पनि हुनसक्छु, सेम केस छ, सम्पत्ति शुद्धिकरणको मुद्दा छ। यो तुलसी अधिकारी भन्ने जो महिला छिन् उनलाई पनि यो सेम केस छ र जो हाम्रो पूर्व अर्थमन्त्री विष्णु पौडेल छन् उनलाई पनि सेम केस छ सम्पत्ति शुद्धिकरणको। र यसमा के फरक देखियो भने जो पूर्व अर्थमन्त्री छन् उनलाई चाहिँ मजाले लगिया छ होइन, न थुनुवाको कपडा छ न हातमा हतकडी छ, उनी चाहिँ मस्त तरिकाले टक्क गोजीमा हात हालेर हिँडिरहेछन् भने सेम केसमा रहेको जो तुलसी अधिकारी छिन् उनलाई चाहिँ हातमा हतकडी र थुनुवाको कपडा लगाइएको छ। र आजसम्म जति पनि व्यक्तिहरूलाई चाहिँ जो नर्मल व्यक्तिहरूलाई चाहिँ जो अनुसन्धानका लागि पक्राउ गरिन्छ उनीहरूलाई चाहिँ यो हातमा हतकडी लगाएर लगिन्छ जहाँसुकै। हामीले चाहिँ यो जो सोसल मिडियाहरूमा भिडियोहरू फोटोहरू आउँछ त्यहाँमा हेर्दाखेरि चाहिँ सबैलाई हातमा हतकडी नै देखिन्छ, थुनुवाको यो पहेँलो कपडा देखिन्छ।